कुनै समस्याहरू हुन्छन् त्यसलाई के हाम्रो विद्यालयको अब चाहिँ मुख्य समस्याहरूले कसरी समाधान गर्ने भन्ने कुरा पनि हामीले एसआइपी मार्फत राखेका छौँ। अनि योजना निर्माणमा विद्यालयको दूरदृष्टि भनेर हामीले यसरी यो आफ्नो 5 वर्षमा सामाजिक मूल्य मान्यतामा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्ने जसले विद्यार्थीले जिम्मेवार सम्मानजनक उत्पादनशील आत्मनिर्भर र देशव्यापी रूपमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने प्रतिष्ठित एक उत्कृष्ट विद्यालय हुने छ हाम्रो एउटा चाहिँ अब यो मिसन हो है। अनि त्यो अनुसार अब अब्जेक्टिभ पनि त्यही अनुकूलको छ। त्यसपछि आवश्यकता पहिचान त्यसको प्राथमिकीकरण हामीले विद्यालयमा अब के कसरी गर्ने भन्ने कुराहरुमा यसमा यहाँ सन्देश गरियो र लक्ष्य निर्धारणमा अब आउने हामीले 5 वर्षमा कतिको टार्गेट लिने त एक्सन प्लान नगरिकन हामीले एसआइपी पनि अब त्यति कम्प्लिट हुँदैन। एक्सन प्लान मार्फत हामीले यो लक्ष्य निर्धारण गरेका छौं। वर्तमान अवस्था पहिलो वर्षको लक्ष्य र 5 वर्षको लक्ष्य है हामीले त्यसरी यहाँ खेसरा गरेका छौं। त्यसपछि 5 वर्षका लागि कार्यकलाप पहिचान हुनुहुन्छ के गर्ने कसरी गर्ने भन्ने कुराहरु अवश्य सिकाइ प्रवृत्ति वृद्धि गर्ने त्यसको लागि के कसरी गर्ने कक्षागत विद्यार्थी विवरण लगायत अन्य कामहरु यहाँ हामीले यतिको चाहिँ दस्तावेजमा राखेका छौं। त्यसपछि 5 वर्षलाई बजेट अनुमान पहिलो वर्ष दोस्रो वर्ष तेस्रो वर्ष चौथो वर्ष 5 वर्ष अब एउटा अनुमानित बजेट हो। अब आवश्यकता अनुसार यो चाहिँ एक्सटेन्ड हुँदै जान्छ। त्यही भएर अब एआईपी एनुअल इम्प्रुभमेन्ट प्लान पनि भन्छ त्यसले हामीले एनालाइज गर्दै त्यसपछि 5 वर्ष हामीले यसरी बनाउँछौं है। जस्तै पहिलो वर्षमा के गर्ने दोस्रो वर्षमा के गर्ने प्रत्येक क्रियाकलापले कुन क्रियाकलाप 5 वर्षमा जान्छ कुन चाहिँ एउटै वर्षमा इन्ड हुन्छ। तर हामीले एसआईपीमा 5 वर्षकै सिरोफेरो गरेर यसरी चाहिँ हामीले यो जस्तै यो कार्यक्रम हाम्रो यहाँ विपद जोखिमको बारेमा जानकारी गराउनुहुन्छ 5 वर्ष कन्टिन्युटी हुने हो। कति प्रोग्राम चाहिँ अब जुन टार्गेट हामीले छ त्यो टार्गेटमा मिट भइदियो भने त्यहीबाट त्यो प्रोग्राम हाम्रो अब भ्याइन्छ र निरन्तरता दिनुपर्ने प्रोग्रामहरुमा हामीले जस्तै कक्षा पाठ्यक्रम मर्मत रंगरोगन र फर्निचर निर्माण त्यो बारे प्रत्येक वर्ष त्यो आवश्यकता परेको आधारमा निर्माण गर्न पर्ने हुन्छ। त्यसपछि चाहिँ यस्तै हामीले 5 वर्षमा धेरै त्यस्ता प्रोग्रामहरु 5 वर्षमै समेट्ने गरी हामीले होप गरे कि यति चाहिँ हुन सक्छ यति चाहिँ हामीले गर्न पर्छ भन्ने आधारमा हामीले यतिको गरेछौं। त्यसपछि एउटा यो पहिलो वर्षको वार्षिक कार्यान्वयन योजना 1 वर्षमा है यो वर्षको चाहिँ हाल चालुको 81-82 मा बनिन्छ। अनि त्यसपछि यो वर्षमा पनि यहाँ हामीले विपद जोखिमको बारे जानकारी गराउने भन्ने पनि हामीले यहाँ सन्देश गरेका छौं किनकि पुरै वर्ष 5 वर्ष हामीले कन्टिन्युटी गर्ने भएकोले गर्दा। त्यसपछि यो सारांश हो। सारांश सँगसँगै चाहिँ अब यो कहाँबाट हामीले कसरी यो डाटाहरु ल्यायौं भन्ने कुरा सिराज नगरपालिका नगर वस्तुस्थिति विवरणको बारे पनि हामीले अध्ययन गर्यौं। यहाँ उसको वेबसाइट पनि हामीले हाल्दैछौं पालिकाको विद्यालय संविलिङ्गन प्रतिवेदन एउटा हामीले चेकलिस्ट लिएर नै काम गरेको त्यो 3-4 दिन चाहिँ वर्कसप गर्दाखेरि त्यसमा चेकलिस्ट लिएर आधारमा काम गरेको विद्यालय वार्षिक प्रतिवेदनहरुको लागि पनि हामीले अध्ययन गरेछौं। विद्यालयको वार्षिक कार्ययोजनाहरु के छन् कसरी विकास छन् भन्ने विषयमा यतिको चाहिँ हाम्रो यो एसआईपी हो। यसमा अब एउटा डकुमेन्टेसन गर्ने काम गरेछौं। यति समस्या हाम्रो एसआईपी